नमस्कार साथीहरू, कान्छी सिरियलको फेरि आज एउटा नयाँ रिभ्यू लिएर तपाईहरू समक्ष आइपुगेका छौं। सागर त देखिए तर कान्छीसँग भने उनको भेट हुने छैन। तपाईलाई भेट हुन्छ भन्ने लागेको छ भने त्यो भ्रम हो। अझै कान्छीले सागर भेट्न धेरै कोसिस गर्नुपर्ने हुन्छ। दर्शकबिन, तपाईहरूलाई कस्तो लाग्छ? सागरलाई पहिलेकै प्रेमिकाले पनि खोजिरहेकी छिन्। उनले जुनै हालतमा भए पनि सागर र कान्छीको बिछोड गराएर कान्छीलाई सागर बिना वर्षौंसम्म तडपाउने योजना बनाइरहेकी छिन्। अब सागरलाई पहिलेकै प्रेमिकाले खोजिरहेकी छिन् भने अर्कोतिर कान्छीले पनि खोजिरहेका छन्। सागरलाई देख्न र भेट्टाउन र हेर्न बाँकी छ। अब हामीले छिट्टै सागरको अवस्थाबारे देख्न, बुझ्न र सागरलाई कसले भेट्टाउँछ त्यो कुरो हेर्न बाँकी छ। कान्छी सिरियलमा सागर फेला पर्न सकिरहेका छैनन्। उनलाई सहरभरि खोजियो, कहीँ कतै उनको मृत्युको सुराग पाइएन। उनी मर्यो भनेर हल्ला खिजाइयो। साहुले केटा लगाएर मार्यो भनियो अनि उसैमाथि ठूलो शंका गरिएको थियो। जुनसुकै घटनामा पनि सोचेको हुँदैन। शंकाको घेरा एकातिर हुन्छ भने वास्तविकता अर्कै हुन्छ। हो दर्शकबिन, कान्छी सिरियलमा जे भयो, जे आम दर्शकले बुझे त्यो गलत बुझे। वास्तविक कुरा अर्कै रहेछ। त्यो पनि अब थाहा पाउने बेला भइसकेको छ। सागर जुन दिन मरे भनेर भनियो त्यसै दिनदेखि सागर बन्धक छन्। अब महिनौं भइसक्यो। सागरलाई बारम्बार जाने गरी कुटिन्छ, पिटिन्छ। एउटा कुख्यात अपराधीले निरपराध सागरलाई अपराधी करार गराउन खोज्दैछ। सागर सत्यमा अडिग छन्। बरु ज्यानै गए पनि म दोषी र अपराधी ठहरिन्न भनेर कयौं पटक त्यो अपराधीसँग हार गुहार गरिरहेका छन्। मलाई छोडिदिनुहोस् भनेर भनिरहेका छन्। अहिले सागर जुन ठाउँमा बन्धक छन् त्यहाँ सागर एक्लै छैनन्। उनको साथमा सलिना पनि छन्। जुन सलिनालाई केही समय सागरकै गाडीले ठक्कर दिएर सागरले आफ्नो घरमा आफ्नो परिवारसँगै राखेका थिए। जुन सलिनासँग नजिक भएको कारण र सागर सोझो भएको कारणले अहिले उनी कुख्यात अपराधी मानव बेचबिखनको सबैभन्दा ठूलो दलाल सलिनाको मामाले उनको अपहरण गरेका रहेछन्। आफ्नै बन्धक अवस्थामा सागर एक दिन भागे। सलिनालाई गोली पनि लाग्यो। सागर नारीको मन कोमल अपराधीले पवित्र गोलीसम्म चलाइनाले सागरलाई बन्दी अवस्थाबाटै छोडिदिनुहोस् मामा भनेर मामासँग हार गुहार गरिन्। तर उल्टो कुनै पनि बेला सागरलाई सलिनाले भगाउँछ भनेर अहिले सलिनाको मामाले सागर र सलिनालाई समेत उम्किन नसक्ने गरी बाँधेर राखेका छन्। कान्छी अनि उनका देवर दाजु भएर सागरलाई खोजिरहेका छन्। सागर हराएको कुरा कान्छीले सामाजिक सञ्जालमा पनि राखिसकेकी छिन्। जुन भिडियो अहिले जताततै भाइरल पनि बनिरहेको छ। कुनै दिन सागरले म जंगलमा हराएँ भने तिमीले भेट्न सक्दिनौ भनेर कान्छीसँग भनेको कुरा कान्छीले अहिले सपनामा देखेकी छिन्। कान्छीलाई लाग्छ सागर जंगलमै छन्। दाजु र देवरलाई जंगलमा खोज्न जाउँ भनेपछि दाइले त विश्वासै गर्न सकेनन्। तर देवरले सपनामा देखेको कुरा हुन पनि सक्छ। हामी खोज्न जाउँ भनेपछि अहिले तीनैजना सागरलाई खोज्न जंगलतिर लागेका छन्। सपनामा देखेको जंगल यस्तो जंगल छ जुन जंगलमा भित्र गएपछि फर्किनै सकिने अवस्था छैन। हराउने अवस्था छ। जंगली जनावरले खाइदिन सक्ने समेत अवस्था छ। स्थानीयले भनेका छन् उनीहरू त्यही जंगलमा खोज्न गइरहेका छन्।
सपनाको कुरा विपनामा पाइन्छ भने सागर पनि यदि सपनाको कुरा विपनामा पाइन्छ भने सागर पनि त्यही जङ्गलमा भेटिनेछन्। तर सागर कहाँ छन्? त्यही जङ्गलमा छन् या अरू जङ्गलमा छन्? जङ्गलको बाटो पहिल्याउँदै धेरै पर बढेपछि कान्छीका दाजु अनि देवर एक्कासी रोकिएका छन्। उनीहरूले के देखेका हुन्? उनीहरू आत्तिए जस्तो पनि छ। यतिकैमा यो एपिसोड सकिएको छ। अब आउने एपिसोडमा सबै कुराहरू थाहा हुने नै छ। तर हरेक एपिसोडमा सागर आजै देखिएलान् जस्तो लाग्थ्यो, तर सागर अहिलेसम्म देखिएनन्। यस सिरियलका मुख्य पात्र सागर अहिलेसम्म भेटिएका छैनन्। सागर नभेट्नुले यस सिरियलको लोकप्रियता घट्ने त होइन। हरेक एपिसोडमा सागर र कान्छीको भेट कहिले होला भनेर आम दर्शकले सिरियल हेरिरहेका हुन्छन्, तर कान्छीले सागर कहिल्यै भेट्टाउँदिनन्। दर्शकहरूलाई लागेको छ कान्छीले सागर छिटो भेट्टाउन् र यति बेला भने फेरि सागरलाई खोज्न भनेर जेलबाट छुटेका सागरको सलिना भन्दा पनि पहिलाको 2टा प्रेमिका लागि परेका छन्। उनीहरूले कान्छी र सागरलाई भेटै नहुने प्लान बनाइसकेका छन्। कान्छीले सागर भेट्नै खोजेको विभिन्न क्लु सिरियलमा देखिए तापनि कान्छीले सागरलाई भेट्लान् भन्ने मलाई चाहिँ लागेको छैन। तपाईहरूलाई कस्तो लागेको छ? यो चाहिँ भ्रम हो। सागर भेट्नलाई धेरै कान्छीले कोसिस गर्नु